तपाईँ तेमाल क्षेत्र आइसक्नु भएपछि यारीनाक जानको लागि चाहिँ केही समय पैदल यात्रा गर्नुपर्ने हुन्छ। त्यसका लागि चाहिँ यहाँ व्यवस्थित हिसाबले सक्नुहुन्छ र बीचमा विश्राम गर्ने विश्राम स्थलहरू पनि देख्न सक्नुहुन्छ। यहाँ देख्न सक्नुहुन्छ उमाङ बजार गुरु पेमस सिद्धि हुँ। यहाँ त्यसैले यहाँ गुरु पद्म सम्भव अर्थात् गुरु रिम्पोछेसँग सम्बन्धित यस स्थानमा हामी जाँदैछौँ। म जाँदैछु। तपाईँलाई करिब गाडीको यात्रापछि करिब 10 मिनट जति ओह्रालो हिँड्नुपर्ने हुन्छ र उकालो तपाईँमा भर पर्ने हुन्छ। स्टामिना कति छ तपाईँमा भर पर्ने हुन्छ। प्राकृतिक रूपमा हरियाली मजाको ठाउँ रहेको छ साथीहरू। अब म केही समयपछि यारीनाक जहाँ गुरु पद्म सम्भवले ध्यान गर्नुभएको ठाउँको बारेमा पनि देखाउनेछु र त्यहाँको दृश्य पनि तपाईँलाई देखाउनेछु। धन्यवाद।